सुम्निमा उदास रासोपाको समानुपातिक सांसद हुन। It's so horrific, it's almost unfathomable. Sunima, what is the fallout there? That's right, Natalie. This is such a shocker, even by Indian standards. And I say that because as we've been सुम्निमा उदासले विश्वचर्चित समाचार संस्था CNN टेलिभिजनको लागि दक्षिण एसिया प्रमुख भएर काम गरिसकेकी छिन्। Pauline, houses completely demolished, trees on the ground, electrical poles on the ground. टेलिभिजन र पत्रकारिता छाडेर लुम्बिनी संग्रहालय निर्माणमा संलग्न छिन्। पत्रकारिताको क्रममा दर्जनौं देश पुगिसकेकी र विभिन्न देशको राजनीति र कूटनैतिक सम्बन्धी प्रत्यक्ष अध्ययन र अवलोकनको अनुभव गरिसकेकी उदासलाई रासोपाले देशको कूटनैतिक सम्बन्ध सुधार्न परराष्ट्र मन्त्रालयमा काम गर्ने अवसर दिनुपर्छ। सुम्निमा उदास नेपालको पूर्व कूटनैतिज्ञकी छोरी समेत हुन। सुम्निमाले बाल्यकाल आफ्नो बुवासँगै विभिन्न देशमा बिताएकी थिए।